हेलो गाइज, कस्तो लास ल्याङ भइदिरहेको क्या। ठ्याक्कै काम गर्न आउनु, ठ्याक्कै पानी पर्नु होइन, एकैसाथ म त मेरो जिन्दगी त नि। अनि यस्तो पानी परिदिएपछि मिठो हुन्छ त, काम गर्नु मिठो हुन्छ त। मेरो काम भने चाहिँ आज अमृसो घोर्ने, तर अमृसो घारी चाहिँ केही देखिँदैन, झारले सबै छोपेर खतम गरेछ अमृसो घारी चाहिँ होइन। मेरो अमृसो घारी चाहिँ यस्तो छ, झारले छोपेर केही नै छैन गाइज। सबै एउटा दुइटा देखिँदैछ कता कता। पोहोर रोपेको यस्तै सिजनमा रोपेको हो पोहोर अनि, तर यो नगौडी छ क्या। आज चाहिँ मजाले गोड्नु पऱ्यो भनेको, फेरि ठ्याक्कै पानी परिदिएर क्या। पानी परेपछि मिठै हुँदैन क्या काम गर्ने। काम पनि कति धेरै पो छ त, यहाँ परदेखि यहाँ तलदेखि यसरी हुँदै ट्याक्क हो क्या। टन्नै छ काम। अझ तलतिर पनि छ क्या, तलतिर पनि छ, तर आज चाहिँ जति सकिन्छ त्यति गर्ने हो। अनि पानीले पनि कतिको साथ दिन्छ होइन। भन्दै हाम्रोतिर गाउँतिरको मौसम त के कुरा गर्नु र, अहिलेको यसरी कुहिरो आउँछ है। आम्मामा कुहिरो आएको, एकैछिनमा मौसम सफा हुन्छ, एकैछिनमा बादल लाग्छ यार। कस्तो अचम्मको ठाउँ हो यार, ए बाबा। हुन त गर्मी भन्दा त ठिकै हो, तर पानी झ्याउ परिरहेको चाहिँ झ्याउ लाग्छ क्या। सो गाइज, अब न गो टु वर्क है ल। फाइनल्ली गाइज, मैले अमृसो गोडेर चाहिँ सकाइसकेको छु। यति चाहिँ अब तलतिर अझै बाँकी छ होइन। यो रोडको बिचको भागको चाहिँ मैले सकाइसकेँ। कति धेरै छ नि आम्मामा, यहाँदेखि गयो उतला देखिरहेछ नि यो रुख हो। यो रुखदेखि यहाँ माथिसम्म हो क्या। अनि उपर अलिक झाडी छ नि हो, यो झाडीसम्म। अनि यो रुखदेखि मुनिसम्म छ। बाबा मलाई त 6 घन्टा लाग्यो यार, 6 घन्टा लाग्यो यति गर्नलाई। हात हेर्नुहोस् न, हात कस्तो भइरहेछ, कालो न कालो, अरट्ठो भएर कक्रक्क भइरहेछ हात, काम गर्दा फाड्दा। गाह्रो भयो। गाउँले साथीको जिन्दगी एकदम गाह्रो छ। गाउँको मान्छे हो, दुःख गरी खानुपर्छ कि नगरी खान पुग्दैन। सो परिश्रम गर्नु छोड्नु हुँदैन होइन। सो त्यस्तै हो होइन। अब कुहिरो लागिरहेछ। सो रात परिसक्यो, 7 बजिसक्यो। सो अब चाहिँ म घर हिँडेको, टाटा बाई बाई।